स्टार्टिङ फ्रम योर फादर हेर ल तेरो यहाँ काम हुँदैछ होइन पहाड बाबा अहिले ओ न त्यस्तो चक्को कराउने होइन नि त अनि हाँस घाँटी दुख्ने अलिक कराउने हो त मेन बाबाले ड्रेसअप हुँदैछ है हजुरको बुझ्नु नि ठुलो बासी हेर्ने ल हच हच हाँस ड्याडी भन हाँस ड्याडी हाँस ड्याडी हाँस 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 खै 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 अनि हजुरलाई मेरै बेड मात्रै प्यारो हुन्छ होइन आफ्नो बेड चाहिँ यसो चक्खो राख्ने रे अनि मेरो बेड चाहिँ युज गर या मम्मा मम्मीको पारेर फेरि या मम्मा भन्छ ल यो चाहिँ सरसफाइ हुँदैछ मैले त हिजो भयो तेरो लागि ड्याडी बिहान बिहान नआउने मान्छे पनि यहाँ नआएर बसेछ ड्याडीको कुरा मैले सुनेकै छैन है गाउँको खण्ड के त हामी चाहिँ यहाँ होइन मम्मी चाहिँ यहाँ डेकोरेसन गर्दैछ मेरो बन्टुको यहाँ सोल्टिनी फेरि यहाँ छन् एस्टेरी होइन मेकअप गर्दैछन् सोल्टिनीको आमा हेर माइजू तिम्रो होइन बाँकी तिमी र म यहाँ बसिजाऊ ओके ओके ल ल ल अनि मोबाइल पल्किने होइन त्यहाँ बुझ्यो जस्ट खिच्नेको लागि मात्रै हो बेस्ट मेमोरी ओके ओके ओजी को यो को भन्थ्यो यो देख्यो देख्यौ देख्यौ हेर भाइ अब हामीले खासै जानेको त थिएन होइन अब क्या नि जे जानिएको थियो त्यही गर्दैछौँ ठ्याक्क तेरो मामाले पनि फोन गर्यो सुमित मामाले नि होइन अब के गऱ्यौँ हेरौँ है त यहाँ नै तेरो लागि भात गरिदिएको रहेछ ल तेरो मामाले यसरी भिडियोमा ट्याक्कै कल गरिरहेको छ होइन माइजू स्वयं होइन ट्याक्क लाएर मामाको छोरी अरे करे ल जाऊ जाऊ के लैजा यता झिले पनि भनेछौ तिमी कपाल यसो मिलाउनु पर्यो नि त ल टाइम नै हेर्नु है ल ओके मम्मीहरूको पारा होइन अनि हजुरको पारा यो यस्तो छ है हच हच हेर्छौ तिमीलाई कस्तो खिचौ ओके ड्याड आज मेरो 6 महिना पुगेको खुसीमा भात खान्दिन हो भन है 3 मिनट छ अरे खुसीको खबर सुन न अब होइन तेरो मम्मीले तँलाई जन्म दियो हेर तर भात खुवाउने चाहिँ मेरो भागमा पऱ्यो के अघि बेसी त्यसले गदर्छ आज चाहिँ मैले लगाइदिन्छ भाउको दारी तार हैरान पारिदिन्छ तैँले भनेर भन्छु म पछि तेरो लागि भात भनेर यहाँ कति धेरै छुट्याइदिएको छैन होइन यो सबै खाने रे नाम तेरो काम हाम्रो अब को बाँड्ने हुन्छ हाम्रो मैले खानु पाउँदैन होला ओ अब स्टार्ट गर भाइ त गौटी पार्छौ बल्ल बल्ल अडी छौ त हटरिका हटरिका ल मन्जु कुकु कुकु ओ ओ ओ दिस ड्रेस फ्रम हजुरबा हजुरआमा बुझ्यो नि यहाँको भन्दा मम्मी घरको के हच ल पोन्टेको हाल खबर हेलो हो ओके तिम्रो टाइम 10-15 मा स्टार्ट भएको थियो अब यताडो खै के खाउने हो अब सबै थोक यो चम्चा ए उसले चम्चा के हान्दियो चम्चाले यसलाई छुनु यसलाई अब भात छोयो ए छोयो
छोयो पानी नि छोयो केरा सेरा सबै छोयो सबै अब मलाई एक्चुअली थाहा छैन ए मुखा त बाखर त कस्तो रहेछ एक फेरि नि ए 1 2 3 4 जतासुकै गएर ठ्याक 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 भातवाला देखियो होइन त्यो फेरि अड्काउला छ मेरो छोरी यार फेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 मेरो छोरी सबै खायो राखम भैया आज मुखमा लगायो हुन्छ ल यसरी हामीले हजुरको भात खुवाइयो भैयो छोरो आऊ ओ यहाँ गिफ्ट फ्रम योर हजुरआमा यो खोलको ल मम्मीले लगाइदे ल ठुलै गरा छ अब हातमा लाउने आमा भन है हस् थ्याङ्क यू चिन्मय मम्मी भन यो ड्याडीको पनि हो हजुरआमाको पनि हो अनि फुपूहरूको पनि सबैको है फेरि मम्मीको मात्रै होइन खुसी होलास् ल फाइनल्ली एउटा सर्ट भिडियो बनाइयो अब हामी खाइन्छ होइन तिमी त भाइ चखाउने मात्रै काम हो तिमीलाई अब हामी खाइन्छ अनि तिमी अब डोलामा सुत्ने ओके ल ल सोल्टिने यो सब गरेर यसरी अब 3-4 चोटि गरिँदो रहेछ हेर बाबु मेरो मात्र भिडियो भयो अब मम्मीको चाहिन्न क्या धेरै खोइ आमा हात खाने होइन नि त आज त माम खाने हो क्या बाबा त हो नि त मेरो बाबालाई गिफ्ट है पानी मुनि माछा पौडिरहेछ हेर न साथी चमाउन मन लाग्छ मम्मीको गिफ्ट खोइ मम्माको गिफ्ट छैन भन्देऊ छैन मम्माको गिफ्ट भन्देऊ छैन ड्याडीको मात्रै गिफ्ट हुन्छ के है छैन मम्मा ड्याडीको गिफ्ट सेक्रेट गिफ्ट हो नि त भाइले दिने गिफ्ट छैन सोल्टी यो कोपाइ नि अनि बस्ने हात अगाडिबाट सोल्टीलाई हेर्दै बस्ने मस्केको हो तिमी मस्केको हो होइन राजा त आमा मेरो पुन्टुरी देखेर त मस्केको भाइले खाने होइन नि त तिमीले हो यो तिमीले खाऊ बस म त माम खान्छु आज भनिदेऊ न हो यसरी दिए थियो भनेर हेर्ने है अब पछि यो सोल्टिना सोल्टी हो भन्छ लाउनु बाबाले मेरो छुनको टुकुराले माम खान्छ मेरो टुकुराले माम खान्छ नो बेबी लाउ माम खाने मेरो राजाले माम खाने है नो सोल्टीलाई पिट्ने हो र म त तिमीलाई पा गर्छु है नानी ए बाबु मेरो राजा माम खानुस् है ये बाबुले त माम खानु भएको पैसा त नो होइन भाइलाई हो भाइलाई दिएको पैसा आफूले लाने हजुरलाई पनि दिन्छु नि
नानीलाई बिहान सुनका टुकुरालाई कोल्यो नरै नरै माम खानुस् है 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 खुवाइदिनु अरे पहिला भात है भात अघि त सिकाएको मैले त बिर्सिस थियो त लौ ल थ्रु माइजु फकाइ फका ए नफकाऊ है मैले त दिन्न मेरो छोरी भोलि छोरी है पछि लाउँछिन् माइजू ए, भने खाऊ, खाऊ, खाऊ। अब एक टाइम है नि मम्मी र यसरी माइजूले पनि खुवाए ल माइजूले त अरू केही ल्याउनु सक्दैन ल्याऊ जिउ ल्याऊ जिउ ल जिउ ल्याऊ ढोक गऱ्यो दिदीले खुवाइदिने हौ दिदीले नि खुवाइदिने हौ किन जाऊ तिमी पनि खाऊ ल यसो खुवाइदिनु हौ ल भाइलाई देऊ यो यसरी देऊ यो देऊ भाइले ए लौ भन लाउ उसले त फेरि पैसा त फेरि दिन्न नि आमा जस्तै भन्छ के मलाई हेरेर किन मस्का लाग्छ त नि 500 रुपैयाँ आफूले राखेर यो देऊ न यो यो देऊ ए देऊ के यो देऊ यो देऊ दादाको पालो भन्थ्यो ठुलो दादाको पालो यो चाहिँ तेरो गेम खेल्ने धेरै गेम खेल्ने दादा मोबाइल धेरै चलाउने दादा तँलाई गेम खेल्न सिकाउँछ जाने के यसले अब छिटै पाउला त फेरि हाम्रो अब इन्डिङ हुँदैछ भित्रै रहेछ ल दादालाई त नछोड्ने भनी चिन्ता पैसामै अमिर छन् मेरो छोरी केही चाहिँदैन सानैबाट रहेछ कि पैसा त दर चाहिने भन्ने भाइलाई दिम कुर्ता के भाइलाई दिम नौ भाइ Your dad ready for work as well as तेरो फोटो सुट गर्नको लागि हैन एउटा गीत खोज त निश्चल यसो उसको बेलामा कुन गीत हुन्छ यो मौसम यही बन्छ के अरे हन लाइ दाइ चुरा हेरेको ल यसरी बाबु उता हेर उता बाबु काल्यु काल्यु यहाँ भात त सुनेर ताली बजाऊ को हो भन्दा को सो गाइस बाबु त हेर यहाँ चाहिँ फोटो सुट हुँदैछ अङ्कलले फोटो सुट गर्दै हुनुहुन्छ पुन्टुरेको अर्को डन यता हेर नि डन डन बुट लाएर डन को भन्दैन को भनेन बाबु हेर हाम्रो भाइ चाहिँ फेरि फोटो सुटको लागि रेडी अझै आज म फेरि हेर्नै सक्दिनँ कि यो घाममा सो गाइस होइन हाम्रो चाहिँ यहाँ खानाहरूको परिकार पाकिसक्यो सो अघि त्यो भात खुलाइले गर्दा चाहिँ हल्का उस भएको थियो सो यहाँ देख्नु सक्नुहुन्छ मासु देख्नु सक्नुहुन्छ गाइस कस्तो छ हाम्रो मासु बनाउनु भएको हाम्रो गाइजहरूले अरू त्यस्तै छ है देख्नु सक्नुहुन्छ अनि अघिको दही ल्याउनु भएको दही छ यहाँ अनि म चाहिँ यहाँ छु सो अघि चाहिँ फोटोसुट हुँदैछ बाहिर चाहिँ सो अघि चाहिँ भातको लागि चाहिँ यो कोठामा गरेको थियो यहाँ सुताउँदै हुनुहुन्छ हाम्रो दिदीले सो त्यो कोठामा गरेको थियो सो बाहिर चाहिँ फोटोसुट दिएको अघि मैले भन्थेँ नि हजुरलाई मासु पाकेछ भनेर तर मासुमा चाहिँ नुन हाल्न बाँकी छ किनकि हामी भाइलाई हाल्न थियो नि त भाइले दिन थियो नि त त्यसको लागि भाइले छुट्याउनको लागि अनि भात पनि पाकेको छैन सो अहिले चाहिँ हामीले चियाएर देख्न सक्नुहुन्छ चियाएर ब्रेड खानु भन्दैछौँ चियाएर ब्रेड त्यो ब्रेड चाहिँ उता छ सो मासुमा चाहिँ नुन चाहिँ हाल्दैन नुन हाल्दा हामी खान्छौँ सो भात चाहिँ खाना चाहिँ पाकेको छैन है गाइस त हेलो गाइस म एकदम हतारमा छु है यस्तो छ पारा मेरो भोक लागिसक्यो दिनको आधा दिन भइसक्यो
त्यही भएर म एकदम फास्ट कटिङ गर्दैछु। यहाँ चाहिँ अचार बन्दै है गाइस। त्यहाँ त्यो भात पाक्दैछु। यहाँ नि फेरि हामीले उस हालेको नि त के भन्छ नुन हालेको, नुन हालेर गरेको। यहाँ चाहिँ भात पाक्ने है त। सो म चाहिँ यहाँ छु। मम गर्ने दिले त लिछाउन। ए बाबुलाई निकालिदियो बाबु। नानीलाई केको लागि मेथी कहाँ छ? मेथी अचारको लागि देख्न सक्नुहुन्छ। यो कहाँ हो? यहाँ हुन्छ? यहाँ चाहिँ ठ्याक्क प्वाक्क लगाएर है जोड्न लाउनु भएको छ हाम्रो माइजूले जोडिन्छ। राइट भन्दैछ खान चाहिँ सबै रेडी भयो नि माइजू? सो गाइस हाम्रो चाहिँ भात पनि पाकिसकेको छ। भात पनि पाकिसकेको छ। त्यहाँ पाक्दैछ बनाउँदैछ सबसे बन्दैछ अनि भेटौँ है त। सो गाइस मैले चाहिँ अब भात खान लाग्छु है। सो हाम्रो चाहिँ सबै सामानहरू के अरे पाक्यो। अब चाहिँ हामी भात खाने पालो। हामी सबैले खाइरहेको छ, म मात्रै यता छु। सो है त अहिले खाना खाएर भेटौँ। चाय बाबा। चाय बाबुले गाउन लगाएको। गाउन ल भयो। यता हेर त त्यसलाई अगाडि पुग्ले यता हेर न। सो गाइज हामी चाहिँ जान लाग्छौँ है। सो आजको यस्तै भ्यायो। हामी गएको थियौँ भाइ अङ्कल। 6 गते हो के? भाइ अङ्कल माइजुन रेडी, मम्मी रेडी हो त। बर्थडेमा आउनु, सबले बर्थडेमा आउने भन्नु होला च्याटमा। बाहिर हुन्छ होइन, बाहिर हेर्नु जाऊँ ल। के भएर बाहिर बाई भन्नु, बाई भन्दै, बाई भन। बाई भन्दै।